हेलो एभ्रिवान, आज पनि स्वागत छ फेरि मेरो भिडियोमा। अनि हेर्नुहोस् न, आज मसँग के छ। यो चाहिँ मेरो फेभरेट तरकारी हो। यसलाई चाहिँ कालो न्युरो भन्छ। यो चाहिँ जङ्गलमा अनि खेतबारीको कान्लाहरूमा पाउँछ है। यसलाई चाहिँ फार्मिङ गर्दैन मान्छेले लगाउँदैन, यो आफै फलाउने जङ्गलमा सिजन हुन्छ वैशाख जेठतिरमा। अनि यो चाहिँ आज बजार जाँदा मैले देखेँ, मलाई एकदम मनपर्छ। यो देख्ने बित्तिकै मलाई मेरो बचपनाको याद आउँछ। अनि आज मेरो बचपनाको याद मेटाउन गइराखेको छु। यसको तरकारी बनाएर मलाई जस्तो आउँछ त्यो बनाएर देखाउने छु है त। भिडियो सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनुहोला। ओके, अब म फटाफट यसलाई म आफ्नो तरिकाले बनाउन गइराखेको छु। मसँगै रहनुहोला। ओके, मेरो यहाँ दाल रेडी भइसक्यो। अब यो दाललाई म झान्नेछु है त। मलाई रातो दाल अनि लसुनमा झानेको एकदम मनपर्छ। ओके, दाल झानेर रेडी भयो। इग्नोर माई ग्यास, झान्दाखेरि उछिटेर पोख्यो है। ओके, यो दाललाई हामी झानेर रेडी गरिसक्यौँ। अब मसँग तरकारीको लागि आलु रेडी छ, प्याज चप गरेर राखेको छु, 4वटा टमाटो, अदुवा, लसुन। म यसलाई चाहिँ थिचेर हाल्नेछु है। अनि यो छ मसँग मेरो आजको फेभरेट डिस। अब हामी यसलाई बनाउन सुरु गरौँ है त। मसँग कराई आइसक्यो अनि कराई बसालिसकेँ मैले। अनि यसमा तेल हाल्नेछु। यो सागमा चाहिँ तेल अलि बढी चाहिन्छ किनभने यसलाई मजाले भिज्ने तरिकाले पकाउनु पर्छ। अनि प्याज फुराएँ मैले। प्याजलाई एकछिन फुराउने, अलिकति ब्राउन हुने तरिकाले यसरी फुराउँदा चाहिँ प्याजको त्यो अनियनको फ्लेभर अलि मजाको आउँछ कि है। अनि ब्राउन हुने तरिकाले फुराउँदैछौँ। हेर्नुहोस् न, ब्राउन भइसक्यो है। अब म यसमा आलु हाल्नेछु। यो सागलाई चाहिँ अरूहरूले अलरेडी बोइल गरेर पनि बनाउँछ, तर होइन, मलाई आज यसरी खान मन लाग्यो, यसरी बनाउनेछु है। आलु हालेर आलुलाई पनि हामी एकछिन फ्राई गर्नेछौँ। यसरी नै आलुलाई अलि पाक्ने गरी मजाले चलाउनुपर्छ है। मजाले चलाएर अलि पाक्ने गर्ने। त्यसपछि हामी बिस्तारै यसमा हामी अरू सामानहरू एड गर्दै जानेछौँ। फर्स्टमा मैले बेसार एड गरेँ थोरै। मलाई बेसार धेरै भयो भने स्मेल आउँछ। अनि त्यसपछि मैले अरू मसलाहरू जति पनि चाहिन्छ मैले त्यो मसलाहरू पनि एड गरेँ है त। जिरा र धनियाँको पेस्ट, आई थिङ्क मिट मसला, अनि त्यसपछि रातो खुर्सानी, धुलो खुर्सानी। मलाई आज पिस्नु अल्छी लागेर मैले प्याकेटको धुलो खुर्सानी चाहिँ युज गरेँ है त। अनि मजाले चलाउने यसलाई एकछिन, मजाले मसलाहरू भिज्ने गरी मजाले चलाउने। ओके, आलु यतिको रातो भइसकेपछि अब हामी यसमा मिसाउनेछौँ न्युरो। अनि यसमा न्युरो हालेर जति छ न्युरो मजाले हाल्ने अनि मजाले हालेर यसलाई चलाउने है। हेर्नुहोस् न, चलाएर यतिको भयो। यसलाई कभर गर्दै ढाक्दै बनाउनु पर्छ है। यो साग मजाले पाक्नुपर्छ, नत्र कर्कर अनि हल्का टर्रो हुन्छ। यसलाई अझै मजाले फ्राई गरेर सुप हालेर अलिक मजाले पकायो भने चाहिँ योबाट चाहिँ कस्तो मिठो टेस्ट निस्किन्छ कि जति पकायो यसको टेस्ट चाहिँ कस्तो मिठो हुन्छ। सो अब एकछिन ढाक्दै यसलाई पकाउनेछौँ हामी। हेर्नुहोस् न, गलेर यस्तो भयो है। मैले एकछिन ढाकेर पकाएको थिएँ, गलेर यस्तो भयो। अब यसमाथि म अनियन र जिन्जरको पेस्ट मिसाउने छु। अनि यो पेस्टलाई पनि हालेर हामी मजाले चलाउनेछौँ एकछिन। अब हामी यो
तरकारीमा अब टोमेटो हाल्ने टोमेटो चाहिँ यसको मेन इन्ग्रिडियन्ट्स है अलिकति टर्रो हुन्छ नि त यो साग अनि यो टोमेटो अमिलो अमिलो हुन्छ यसले चाहिँ त्यो टर्रोपन हटाउन हेल्प गर्छ अनि टोमेटोले यो तरकारीमा चाहिँ अर्कै छुट्टै बेग्लै टेस्ट दिन्छ है अनि यसरी टोमेटो मिक्स गरेर मजाले चलाउने अनि एकछिन ढाकेर यसलाई मजाले ओइलिन दिने अनि यसरी चलाउँदै ढाक्दै बनाएपछि रेडी हुन्छ तपाईँको तरकारी थ्याङ्क यू फर वाचिङ